मेरो नाम मिश्रीलाल चौधरी, जिल्ला बर्दिया, बढैयाटाल गाउँपालिका, वार्ड नम्बर 5, बढैयाटाल। जिल्ला विकास समितिले यो बढैयाटाललाई चाहिँ 2042 सालमा ठेक्का दियो। अनि त्यसपछि हाम्रो माछा पालन गरेपछि अब हाम्रो पनि यहाँ अलिक खाल्टो ठाउँ थियो। अब धान सान रोप्यो भने नहुने, अनि ठ्याक्कै त्यही बेलामा चाहिँ काठमाडौँबाट हाम्रो कृषि विकास के अरे बाट चाहिँ हाकिम साहब प्रबन्धकजी आउनुभएको थियो। उहाँहरूले आएपछि हामीलाई चाहिँ भेट्नुभयो र भन्नुभयो तपाईँहरू माछा पालन गर्नुहोस्, हामीले चाहिँ तपाईँलाई चाहिँ ऋणको व्यवस्था हामीले गरिदिन्छौँ भनेर भन्नुभयो। र हामीले चाहिँ हुन्छ सर, त्यसो भए हामीले चाहिँ के अरे पोखरी खनाउँछौँ र माछा पालन गर्छौँ भनेर चाहिँ हामीलाई उहाँहरूले प्रोत्साहन गर्नुभयो। र हामीले चाहिँ जग्गा ढिटो राखेर हामीले चाहिँ 4 बिघामा जग्गामा चाहिँ हामीले माछा पालन सुरुमा गऱ्यौँ सर। यहाँ हाम्रो 15 बिघा जग्गा छ। अब त्यसमध्ये एउटा 4 बिघामा खाल्टातिर चाहिँ माछा पालन गऱ्यौँ र उतातिर चाहिँ पछाडिपट्टि चाहिँ हजुरको चाहिँ खेती गर्थ्यौँ। अब त्यसपछि 3-4 वर्ष अब साझाको कुरो त्यस्तै हो। साझा गर्दा गर्दा अनि भाइहरू अब छुट्टिएपछि अनि आफ्नो आफ्नो भागमा अंशबन्दा गऱ्यौँ। अनि 3 भाइको थियो 5-5 बिघा हैन, यहाँ 15 बिघा थियो। 15 बिघामा 5-5 बिघाको चाहिँ अंश आयो। अनि सबैजनाले चाहिँ अहिले हालसम्म 15 बिघामै माछा पालन गरिराखेछन्। हामीले मेरो चाहिँ हजुरको चाहिँ 2.5 बिघा, मेरो दाइको चाहिँ 2.5 बिघा, अब यस्तै अरू भतिजाहरूको 2.5 बिघा छ। 45 सालमा उहाँहरूले चाहिँ ऋण स्वीकृति गरिदिनु भयो र हामीले चाहिँ त्यही पैसाले त्यति बेलामा चाहिँ हजुरको यो अब के अरे ट्र्याक्टर थिएन, डोजर थिएन, जेसिबीहरू थिएनन्। हातले चाहिँ मान्छेबाट चाहिँ खनाएर यसरी दिल लगाएको थियौँ। र यतातिर माछा, उतातिर हाम्रो सरकारी के अरे तालको चाहिँ बन्धा भइगयो, यतातिर हाम्रो चाहिँ एउटा एकतिर चाहिँ बन्धा लगाएर अनि यसरी बेरेर चाहिँ हजुरको चाहिँ माछा पालन गरियो सर। गरिसकेपछि अहिले हामीले चाहिँ त्यही हाम्रो चाहिँ सबै अब त्यो खेती पनि गयो। अब सबैजनाले चाहिँ आफ्नो आफ्नो ठाउँमा पछि बढाउँदै अब अलिअलि आम्दानीको स्रोत अलि राम्रै लाग्यो, धान खेती भन्दा राम्रो लाग्यो। र हामीले चाहिँ त्यो पोखरी खनाउँदै विस्तार गर्दै गर्दै अहिले चाहिँ हाम्रो 15 बिघामै चाहिँ हजुरको चाहिँ के अरे माछा पालन छ। 7 जातको माछा पाल्छौँ सर। अब कमन कार्प, ग्रास कार्प हैन, अनि सिल्भर कार्प, अनि चाहिँ हजुरको चाहिँ बिगहेड कार्प, अनि रहु, नैनी र भाकुर। यहाँ हाम्रो यो एरियामा चाहिँ हजुरको सिल्भर कार्पको छ बढी माग, बिक्री चाहिँ सस्तो, अलि सस्तो पनि छ र त्यसको माग चाहिँ बढी हुन्छ सर। हजुरको नेपालगञ्ज गुलरिया, त्यसपछि अब यतातिर चाहिँ सुर्खेत, यता चाहिँ हजुरको कर्णाली नदी, कर्णाली पुलको चाहिँ चिसापानी, अनि हजुरको चाहिँ डाङ हैन, अब यो अगैया, अनि हजुरको चाहिँ इमिलिया, अनि यसरी चाहिँ हाम्रो चाहिँ व्यापार चलिराखेको छ सर। अब चाहिँ दैनिक अब यो अब हामीले चाहिँ सुरुमा त हामीले पालेको थियौँ सर। त्यति बेलामा यहीँनिर खपिदिन्थ्यो। यो तालको चाहिँ माछा हुन्थ्यो। पहिला चाहिँ ठेकेदारले ठेक्का लिँदाखेरि बढी माछा उत्पन्न भयो भने काठमाडौँसम्म पुर्याए तिनले हैन, सिलगढीसम्म पुर्याए। अहिले चाहिँ ठेक्का त छैन सर। र यो हाम्रो ताल जतिकै 110 बिघा ताल हो। यो 110 बिघाभन्दा अलि बढी नै होला सायद हाम्रो किसानहरूले। जब मैले 45 सालमा हामीले माछा पालन गरेर देखायौँ, त्यसपछि यस्तै 50मा 51मा 55मा यस्तै गर्दा गर्दा हालसम्ममा हजुरको यो बढैयाटालको भन्दा बढी चाहिँ माछा पोखरी, निजी माछा पोखरी छ। र हाम्रो चाहिँ यो बर्दिया जिल्लालाई चाहिँ यो बढैयाटाललाई माछा गाउँ घोषित गरिसकेपछि अनि हामीले चाहिँ यो किसानहरूले माछा पाल्ने अब 1 बिघा 2 बिघा घोल भएको ठाउँमा भन्दै अनि उहाँहरूले चाहिँ खेती भन्दा चाहिँ तपाईँको चाहिँ राम्रो अब यो माछा पालनमा अलि फाइदा धेरै देखियो। खर्च भए पनि आम्दानी चाहिँ हजुरको धान खेती भन्दा चाहिँ डोब्बरै पाइन्छ सर। खर्च गरेर पनि त्यसरी आउँदो रहेछ। खेतीमा हजुरको के हुन्छ भनेदेखि लगानी लगाउने, अहिले धानको मूल्य हेर्नुहोस् न, कुल्जामा चाहिँ 25-26 रुपियाँ छ। हाम्रो यतातिर किनिराखेछन्। अब यहाँ हाम्रो चाहिँ के अरे धान किन्ने चाहिँ बिक्री केन्द्रहरू छैन, उहाँहरूले किनिराख्नु भएको छैन र उहाँहरूको मनमानी छ। त्यसले गर्दाखेरि मान्छेले के गरेछन् भने धान खेती अब नगरौँ
माछा पालन गर्ने, माछाबाट चाहिँ माछाको बिक्री के अरे भण्डार पनि अब हामीलाई चाहिँ खोज्न जानु पर्दैन। उहाँहरू आफै आउनुहुन्छ। सुर्खेत लाग्ने मान्छेले चाहिँ तपाईँको गाडीमा लिएर जान्छ, 3 कुन्टल 4 कुन्टल चाहिँ लिएर जान्छ एक पटकमा। अनि अब यहाँ आउने मान्छे त हजुरको लगभग 15-20 कुन्टल दैनिक जान्छ सर। त्यो निकाल्ने कृषकहरूको छ। जस्तो मेरै पोखरी छ 2.5 बिघामा छ, मलाई धेरै लाग्यो भने हजुरको 5 दिन पनि लाग्दैन यहाँको माछा सकिनलाई। व्यापारीहरू के गर्छन् भने जस्तो हामीले यहाँ के गर्दैछ भने अब आज हजुरले निकाल्ने, भोलि मैले निकाल्ने, पर्सि उहाँले निकाल्ने, यसरी पालो लगाछौँ। पालोले चाहिँ माछा मार्छौँ। एक दिनमा चाहिँ आउँछन् त्यो मान्छे पुरै अब किन्ने मान्छे जति सबै यहाँ आउँछन्, उनीहरूले 10 कुन्टल 11 कुन्टल एक दिनमा लगिदिन्छन्। अब कसैले अब खाँचो पऱ्यो भने उहाँहरूले चाहिँ निवेदन हाल्नुहुन्छ, मलाई चाहिँ एकदमै अब भनौँ न ऋणै निकाले होलान् होइन, त्यो ऋणलाई तिर्नलाई ढौ भएको छ, आज हजुरले चाहिँ बन्द गरिदिनुहोस्, मलाई पालो दिइदिनुहोस् भने उहाँको त्यो समस्यालाई देखेपछि उहाँहरूले के गरिदिनुहुन्छ, तपाईँले रोकिदिनुहोस् आज भोलि अब उहाँलाई 2 दिन चाहिँ माछा बिक्री गर्न दिनुहोस्। किन त माछा छन्, बिक्री भएको छैन, ऋण उहाँको चाहिँ अब चाहिँ त्यहाँ तिर्नुपर्ने भएको छ, ब्याज बढिराखेछ। त्यसले गर्दाखेरि तपाईँहरूले के गर्नु भने त्यो चाहिँ पालो दिइदिनु पऱ्यो भन्दाखेरि उहाँहरूले चाहिँ त्यसरी मिलाएर पालो गरेर हामी दिन्छौँ। लगानी र हजुरको पोखरी खनामा लाग्छ पहिला, त्यसपछि अब त्यस तयार भइसकेपछि तपाईँको अब दाना चाहियो, दानाहरू चाहिन्छ। अब पहिला अब सुरुमा त हाम्रो चाहिँ पिना र बरानै चाहिँ युज गरेको थियौँ। अब अहिले अब बिस्तारै वैज्ञानिक ढङ्गले अब होइन अब त्यो खेतीहरू हुन थालिसकेपछि अब प्लेट दाना चलिसक्यो होइन। हामीले चाहिँ त्यो प्लेट दाना नखुवाएर युरिया डिपीहरू युज गरेर हामीले चाहिँ यसमा हप्तामा चाहिँ एक पटक छोड्यो भने अनि त्यसपछि 15 दिनपछि छोड्यो, अनि त्यसपछि 1 महिनापछि छोड्यो। त्यसको पानीको कलर कस्तो छ, अब एकदमै फिक्का भइसकेछ भने त्यसमा चाहिँ युरिया डिपी हालेर चाहिँ त्यसलाई चाहिँ हामीले चाहिँ हरियोपना बनाउँथ्यौँ। तर आजभोलि के छ भने सर, यो अब आजको वैज्ञानिक युगमा आइसकेपछि प्लेट दानामै चाहिँ हालेपछि युरिया डिपी हाल्नै नपुग्ने, युरिया डिपी हाल्नै नहुने, त्यो प्लेट दाना खुवायो भने त्यसैमा सबै हुन्छ, भिटामिन हुन्छ, प्रोटिन हुन्छ, हजुरको दाना हुन्छ। अनि दाना पनि 2 किसिमको छ प्लेट दानाहरू, एउटा तैरने छ, एउटा डुब्ने छ। अब पहिला हामीले चाहिँ डुब्ने दाना खुवाइसकेपछि तपाईँको माछा हामीले हेर्न पाउँदैनौँ। त्यसपछि हामीले के गर्छौँ भने मेरो माछा अब तयार हुन लागे 4 महिना भयो, अब तैरनेमा दाना हालेपछि मेरो माछा माथि निस्कन्छन्। माथि निस्केपछि हामीले चाहिँ हेर्न पाउँछौँ अब बिक्री गर्ने लायकको भयो कि भएन भनेर। यसरी अन्दाज गऱ्यो भने हामीले चाहिँ तैरने दाना हाल्छौँ र त्यो माछा देखेपछि मेरो माछा तयार भएको छन्, अब 2-4 दिन हप्ता दिनमा बेच्नु पर्ला भनेर चाहिँ त्यो गर्छौँ। र अब कहिलेकाहीँ के हुन्छ भनेदेखि हजुरको अक्सिजन जान्छ पोखरीमा, अक्सिजन गयो भने माछा मर्छन्। त्यो चाहिँ माछा मऱ्यो भने हामीले चाहिँ कृषिमा गएर, कृषि विकास कार्यालयमा गएर उहाँहरूसँग त्यो यो हाम्रो माछा अधिकृतहरू छन् उहाँहरूसँग चाहिँ के अरे सम्पर्क गर्छौँ, उहाँहरूलाई बोलाइदिन्छौँ। रोगहरू लाग्यो भने अब यो औषधि गर्नुहोस् भन्नुहुन्छ, त्यही औषधिहरू चाहिँ हामीले चाहिँ युज गर्छौँ। प्रायः जसो अब यसमा हाल्ने भनेको चुना, पोटास, अनि केही भएन भने त्यसमा भएन भने अब नुन पनि हाल्छौँ। आयोडिन होस् अथवा ढिक्का नुन होस्, माछालाई रोगहरू लाग्यो भने त्यो चाहिँ हामीले चाहिँ हाल्छौँ। माछामा एउटा अरू समस्या केही छैन सर। यसमा के पर्छ भने कहिलेकाहीँ जुम्रा पर्छन्, अनि कहिलेकाहीँ चाहिँ अक्सिजनले गर्दाखेरि माछा मर्छन्, र कहिलेकाहीँ हजुरको चाहिँ खटिराहरू देखा पर्छ। त्यसैलाई चाहिँ हामीले चाहिँ पोटास अनि त्यही कुराहरू उहाँहरूसँग सम्पर्क गरेर, अनि उहाँहरू पनि बेला बेलामा आउनुहुन्छ, पानी जाँच गर्नुहुन्छ। अब यो चाहिँ तपाईँको पानी यस्तो भयो भनेर तपाईँले यो चिज हाल्नुहोस् अनि तपाईँको पानी राम्रो हुन्छ भनेर चाहिँ सल्लाह दिनुहुन्छ र त्यही अनुसारको हामीले चाहिँ अहिलेसम्म गरिराखेका छौँ। अक्सिजन हाम्रो चाहिँ गइसकेपछि हामीले के गर्छौँ भने मोटर राख्छौँ अथवा इन्जन राख्छौँ र यही पानी त्यही पोखरीकै पानी पोखरीमै हाल्छौँ। र कहिलेकाहीँ के हुन्छ भने त्यो पानी मोटर चलाइदियो, लाइन गयो भने हामीले चाहिँ इन्जनको व्यवस्था गरेको हुन्छौँ। इन्जन यही पानी यसैमा हालिदियो अनि त्यो चाहिँ हल्लिन्छ भने अक्सिजन आउँछ। अरू त्यो पनि भएन भने हामीले के गर्छौँ, कहिलेकाहीँ सानोतिनो चाहिँ त्यस्तो पर्छ भने मान्छे पसेर त्यसलाई चाहिँ चलाइदिन्छौँ। पानीलाई चारैतिर गएर चाहिँ चलाइदिने, अनि त्यहाँ अक्सिजन आउँछ अनि माछा तल जान्छन्, अनि मेरो अब अक्सिजन ठिक्क भयो भनेर चाहिँ बुझ्छौँ र हामी बाहिर निस्कन्छौँ।
यसरी हामीले चाहिँ अहिलेसम्म गरेछौँ र अब त हाम्रो चाहिँ कृषि विकास कार्यालयले चाहिँ हजुरको अनुदानहरू पनि दिइराख्नु भएको छ। एरिगेटर छ हैन। अब यो तपाईँको यो बोरिङहरू छ। के अरे उहाँहरूको भनाइ त के अरे कट्ठाको 300 को दरले हो हैन। 20 त्यहाँ 60 6000 हुन्छ। तर हामीले चाहिँ यो साल 45 सालदेखि माछा पालन गर्दै आएपछि हामीले चाहिँ अनुभव के गर्यौँ भने माछा धेरै नहाल्ने। उहाँहरूले 3 कट्ठामा 300 भन्छन् भने हामीले चाहिँ 200 को दरले हाल्छौँ। 200 को दरले हाल्छौँ। अनि के अरे फिङ्गर साइजको भुरा हाल्छौँ। फ्राई साइजको भुरा हाल्यो भने वर्षै दिन लाग्छ सर। अब हामीले के गर्छौँ भने भुरा स्टकिङ गर्ने चाहिँ हामीले चाहिँ नर्सरीहरू राखेछौँ। त्यो नयाँ भुरालाई चाहिँ यो वर्ष हामीले ल्याउँछौँ भने आगामी वर्षमा युज गर्छौँ र यो आगामी वर्षको भुराहरूलाई चाहिँ यो वर्षमा युज गर्छौँ। किन त अब यसलाई चाहिँ त्यो गरिसकेपछि हजुरको चाहिँ 3 4 महिनामा मजाले 4 महिनामा चाहिँ हामीले चाहिँ माछा निकालेर बेच्न सक्छौँ। किन त हामीलाई चाहिँ बजारको व्यवस्था छँदैछ। व्यापारीहरू यहाँ दैनिक आउँछन्। यो 12 महिना चल्ने माछा खेती हो। हामी 6 महिनामा 4 महिनामा निकाल्छौँ। 4 महिनामा हामीले चाहिँ अब 10 कुन्टलको हजुरको 10 दुना 20,200 2 लाख 2 4 2 6 लाखको हुन्छ एक वर्षमा। कामदार काम गर्ने अब यसमा हामीले चाहिँ पाले राखेको छैनौँ। अब यहीँ अब व्यवसाय चलाछौँ। मैले चाहिँ यहीँबाट आफ्नै माछा गरेर अनि यो हाम्रो वरिपरिका माछाहरू जब बिक्री गर्छन् नि त्यति बेलामा त्यहाँबाट ल्याएर हामीले चाहिँ टङ्कीमा स्टकिङ गर्छौँ र त्यहाँबाट बिक्री वितरण गर्छौँ। त्यसको छुट्टै छ हाम्रो यो पोखरीको मतलब आम्दानी मैले भने। त्यसरी हामीले चाहिँ भुरा राम्रो साइजको राख्यौँ भने 300 250 ग्रामको माछा भुरा राख्यो भने हामी 4 महिनामा माछा बेच्न पाउँछौँ। सुझावको लागि उहाँहरूलाई यो खेतीभन्दा त राम्रै हो भनेर चाहिँ म भन्न चाहन्छु। किनभनेदेखि अब माछामा के अरे धान खेतीमा हजुरको धेरै फलायो भने कट्ठामा 2 कुन्टल धान फल्छ। अब 2 कुन्टलको अहिलेको रेटै हेर्नुहोस् 2600 रुपियाँ कुन्टल बिकिराखेको छ धान। 26 दुना 5200 भयो। अब हामीले चाहिँ कट्ठामा 200 भुरा राख्यौँ भने हैन 1 केजी चाहिँ माछा गराउन सक्यौँ भने हाम्रो चाहिँ अब त्यो 200 केजी भयो भएन र। अब 200 केजीलाई हामीले चाहिँ अब 200 र 300 को 250 को म्याक्सिमम राखौँ न। 250 रुपियाँ केजीको दरले राख्यौँ भने पनि हाम्रो चाहिँ 2.5 दुना 5 लाखको चाहिँ हुन्छ। के भन्छु भनेदेखि खेतीभन्दा चाहिँ माछा पाल्नु राम्रो। अब खेतीमा के हुन्छ भने समय समयमा बेला बेलामा जानुपर्छ। पोखरी खनाइसकेपछि के हुन्छ भनेदेखि हामीले चाहिँ हेर्ने केही होइन। अब कहिलेकाहीँ अब जाडो महिनामा हाम्रो यतातिर त हजुरको यो माछा खाने चरा आउँछ। त्यो माछा खाने चरा त्यहाँ बसे हुनुहुन्छ उस टावरमा। त्यो एकचोटि डुब्यो भने हजुरको आधा केजीसम्मको माछा उसले बच्चा खाइदिन्छ।